यो भिडियो सक्दो सेयर गरेर सबै माझ पुगाइदिनु। जनचेतनाको लागि चाहिँ यो भिडियो सेयर गर्नै पर्छ साथीहरू। नमस्ते। धेरै दुःखको कुरा छ हैन। गणेश नेपालीले चाहिँ देह त्याग गरेका छन् हैन। उनले देह त्याग किन गरे त? उनले देह त्याग गर्नुको कारण के हो? उनले देह त्याग गर्नुको कारण त्यो मोटरसाइकलमा चाहिँ व्हील लक लगाएको कारण मात्र त हैन होला। यो कुराको छानबिन चाहिँ नेपाल प्रहरीले गर्नै पर्छ। त्यो गर्छ पनि हैन। र अर्को एउटा कुरा, हामीले जिन्दगीमा धैर्य नगर्न सकेपछि चाहिँ यस्तै एक्सिडेन्ट भइपुग्छ हामी कहाँ। हामीले पनि जसरी हामीलाई रिस उठ्यो, त्यो कुरा चाहिँ रिस उठ्यो अथवा केही प्रब्लम भयो, हामीले इमिडिएटली एक्सन लिएर हुँदैन साथीहरू। इमिडिएट एक्सन लिएपछि चाहिँ यस्तै हुन्छ, यस्तै दुर्घटना पर्छ। जसरी आज गणेशले चाहिँ आफ्नो ज्यान गुमाउनु पर्यो। उनले चाहिँ धैर्य गरेन हैन, एकदम क्विकली रेस्पोन्स गर्यो, कन्ट्रोल गर्न सकेन हैन। हो, हामीले त्यही कुरालाई 10 मिनट कन्ट्रोल गर्न सक्नुपर्छ। आफ्नो रिसलाई चाहिँ केही समय कन्ट्रोल गरेपछि 10-15 मिनटमा नर्मल भइहाल्छ त। त्यो त 5 मिनटको पनि कुरा होइन। क्विक रेस्पोन्स गरेपछि त 5 मिनट पनि लाग्दैन एक्सिडेन्ट हुन पुग्न। एक्सिडेन्ट भइहाल्छ। त्यही भएर हामीले केही कुरा पनि धेरै सोची सम्झेर गर्नुपर्छ। अनि यो चाहिँ अब मलाई लाग्छ यो सरकारको गल्ती होइन के। सरकारले रुल्स बनाएको, रेगुलेसन बनाएको, ट्राफिक रुल्स बनाएको छ। हामी सबैले त्यो रुल्सहरूलाई फलो गर्नुपर्छ। हामी भन्छौँ हाम्रो देशलाई स्विजरल्यान्ड बनाऊ, हाम्रो देशलाई हङकङ बनाऊ। त्यो कन्ट्रीहरू कसरी विकसित भएको छ थाहा? ल म दुबईमा छु, दुबई कसरी विकसित भएको छ? रुल्स एन्ड रेगुलेसन कस्तो छ, के छ हामीलाई थाहा छ नि त। नेपालमा बस्नेलाई थाहा छैन। नेपालमा त त्यो के होइन, सामान्य हो। यहाँ चाहिँ रुल्स एन्ड रेगुलेसन यस्तो छ कि जुन कुराले चाहिँ यो पुरै देशलाई विकास गरेको छ के। त्यस्तै अरू देशमा पनि, स्विजरल्यान्डमा पनि त्यस्तै, चाइनामा पनि त्यस्तै, हङकङमा पनि त्यस्तै, अमेरिकामा पनि त्यस्तै। जहिलेसम्म देशमा केही रुल्स एन्ड रेगुलेसन बन्दैन, त्यो देश कहिले माथि पुग्दैन। अहिले बाइडेन सरकारले पनि त्यही कुरा गरेको। एट फर्स्ट देशमा नियम हुनुपर्छ, त्यो नियमको पालना गर्नुपर्छ।